ओम शान्ति। कार्यक्रम शिवालय रहस्यमा यहाँहरूलाई स्वागत छ। आदरणीय दर्शक महानुभावहरू, कार्यक्रम शिवालय रहस्य अन्तर्गत नेपालको विभिन्न स्थानमा रहेका प्रसिद्ध र ऐतिहासिक शिवालयहरू भ्रमण तथा दर्शन गर्ने क्रममा आज पनि हामी विशेष लुम्बिनी प्रदेशमा अवस्थित छौँ। विशेष त बुटवल सहरदेखि लगभग 1 किलोमिटरको उत्तरतर्फको यात्रा गरे पश्चात तिनाउ नदीको किनारमा यहाँ मैले देखिरहेको छु चारैतिर पहाडहरू छन्, शीतल हावा चलिरहेको छ र बाटोमा हिँड्ने क्रममा आज हामीले विशेष यो श्री सिद्ध बाबा धाम मन्दिरको एउटा बोर्ड देखेका थियौँ र यहाँको बासिन्दालाई हामीले सोद्धाखेरि यो शिवालय अति नै एउटा पुरानो शिवालय, साथसाथै भक्तजनहरू यहाँ आउने एउटा मन्दिर रहेको हामीले जानकारी प्राप्त गऱ्यौँ। आदरणीय दर्शकबिन, यहाँले पछाडि गेट देख्दै हुनुहुन्छ, त्यो गेटको उतापट्टि पाल्पा जिल्ला पर्छ भने आज हामी विशेष यो रूपन्देही जिल्लामा छौँ र मेरो ठिक छेउमा तिनाउ नदी पर्दछ र यहाँहरूलाई आज हामी विशेष श्री सिद्ध बाबा मन्दिरको दर्शन गराउनेछौँ। आउनुहोस् हामी भित्र जाउँ। कार्यक्रम शिवालय रहस्यमा यहाँलाई स्वागत छ। धन्यवाद सर, यहाँको छोटो परिचय दिनुहोस् न। हजुर, मेरो नाम लवकुश श्रेष्ठ, म यहाँ बुटवल गोलपार्कमा मेरो घर छ र म यो सिद्धबाबा धामको म निवर्तमान अध्यक्ष हुँ र म यहाँ इन टोटल 25 वर्ष सेवा गरेर म अहिले घरमा छु। यो मन्दिर परिसरमा यहाँले आफ्नो जीवनको 25 वर्षको समय सेवामा लगाउनु भएको छ, होइन? हजुर। त्यसर्थ यहाँलाई धेरै कुराको जानकारी अवश्य पनि होला। विशेष अहिले हामी पाल्पा र रूपन्देही जिल्लाको बिचौँ बिचमा छौँ, तिनाउ नदीको किनारमा, जहाँ हजारौँ पर्यटकहरू साथै भक्तहरू आइरहेका हामीले देखिरहेका छौँ। यो मन्दिरको स्थापनाको बारेमा यहाँले बताइदिनुहोस् न। हजुर, यो खास गरी सिद्ध बाबा भर्तिहरीको मतलब यो भर्तिहरीले तपस्या गरेर सिद्धि प्राप्त गरेको स्थान भएको हुनाले यो सिद्ध क्षेत्र हो र यहाँ पर सिद्ध बाबा मन्दिर छ। यो बुटवलवासीहरूले सिद्ध बाबाको मन्दिर दर्शन गर्नलाई अप्ठ्यारो पुल नहुनाले, यो चिडिया खोलाले चाहिँ बाधा पारेको हुनाले 2016 साल फागु पूर्णिमाको दिन यहाँ यस स्थानमा यहाँ मन्दिर हाम्रा अग्रज बुवाहरूले सार्नु भएको हो र त्यसपछि क्रमशः अनि यिनी सबै मठ मन्दिरहरू बनेका हुन् र यो विशुद्ध एउटा धामका साथै यो एउटा सामाजिक स्थल, यो विवाह वर्तमान पूजाआजाको लागि यो ठाउँ यो चाहिँ अहिले सबैमा प्रसिद्ध छ भनौँ र यहाँ शिवजीको पूजा हुन्छ र भर्तिहरीको पनि पूजा हुन्छ। यो लगभग मन्दिर यहाँले भन्नुभयो 2016 सालमा स्थापना भएको, लगभग 64 वर्षको यसको इतिहास रहेको छ। अन्य कुन विशेषताहरू यो मन्दिरको रहेको छ जसले गर्दाखेरि भक्तजनहरू यहाँ आकर्षित हुन्छन्? यसै पनि यो वनोपान्त नदी शैल निर्झरोपान्त भूमि छु रमन्ते देवता नित्यम पुरेत सुजान बत्सु छ। यो बराह यो मिहिराचार्यको यो चाहिँ यो वास्तुशास्त्रीयमा लेखेको छ भन्नाले नदी यो चिडिया खोला झरना र यो तिनाउ यो सङ्गम स्थल यो सङ्गम स्थलमा यो उत्तर फर्केको जमिन यो चाहिँ र नदी वरिपरि
धार्मिक लता वृक्षले घेरिएको ठाउँमा यहाँ मठ मन्दिर बन्यो भने देवता रमन्ते देवता नित्यम भन्ने कुरा छ। त्यो कुराबाट हामी प्रेरित भएर नै यहाँ तमाम निर्माण कामहरू सबै सहयोगकर्ताहरूको सहयोगबाट बनेको हो। सायद त्यसले पनि होला कि यो धेरै आकर्षण भएको। सर, यहाँको शुभ नाम? मेरो लक्ष्मण पोखरेल। विशेष मन्दिरको समितिको कुन पद यहाँले सम्हाल्दै आइरहनु भएको छ? म सिद्धबाबा धामको उपाध्यक्ष। कति वर्षदेखि यहाँ आबद्ध हुनुहुन्छ यो पदमा? म यसभन्दा पहिला 2 कार्यकाल 6 वर्ष सचिव भएर काम गरेँ र अहिले वर्तमान अवस्थामा म उपाध्यक्ष। अहिले 2 वर्षभन्दा बढी भयो उपाध्यक्ष भएको। विशेष आदरणीय उपाध्यक्षज्यू, अहिले हामी यो श्री सिद्धबाबा धामको मन्दिर परिसरमा छौँ। हामीले देखिरहेका छौँ तिनाउ नदीको किनारमा, साथसाथै यो बाटोको छेउमा जहाँ हजारौँ पर्यटकहरू यसरी यात्रुहरू हिँडिरहेको यो छेउमै एउटा ठुलो मन्दिरको संरचना बनेको छ। यो मन्दिर यति विशाल छ र यो मन्दिरको व्यवस्थापन यहाँहरूले कसरी गरिरहनु भएको छ? धन्यवाद। यो सिद्धबाबा धाम 2016 सालमा स्थापित भई वर्तमान अवस्थासम्म चलिरहेको परिप्रेक्ष्यमा सिद्धबाबा धाममा अहिले वर्तमान अवस्थामा 15 जना कार्य समिति सदस्य र 2 जना मनोनित सदस्य गरी 17 जनाको एउटा कार्य समिति सदस्य छ र साधारण सदस्यहरू 250 जना हुनुहुन्छ भने यस धामका आजीवन सदस्यहरू 350 जना हुनुहुन्छ। र यस धाममा विभिन्न सङ्घ संस्थादेखि नेपाल सरकारदेखि पनि सहयोग प्राप्त भइरहेको छ भने यसमा आन्तरिक हिसाबबाट यहाँका पर्यटक भक्तजनहरू र विभिन्न कार्यक्रम पूजापाठ व्रतबन्धन आदि इत्यादि कार्यक्रम गर्न आउँदा यहाँ सेवा शुल्कहरू उहाँहरूले स्वेच्छाबाट पनि दिने गर्नुहुन्छ। त्यस रकमबाट यस धामको हामी संरक्षण, सम्वर्धन र प्रवर्धन गरिरहेका छौँ। अहिले हामी विशेष यो अति नै सुन्दर शिवालयमा उपस्थित छौँ। विशेष गरेर यो मन्दिरमा त्यस्तो कुनै मेलाहरू लाग्ने र वर्षको कुन समयमा चाहिँ धेरैजना पर्यटकहरू साथै भक्तहरू आउने गरेका छन्? विशेष गरेर यस सिद्धबाबा धाममा पर्यटकहरू भक्तजनहरू त दैनिकी रूपमा आउने गर्नुहुन्छ। विशेष गरेर यस क्षेत्रमा महाशिवरात्रि पर्वमा भव्य मेला लाग्ने गर्छ भने नयाँ वर्षको शुभारम्भको दिन, नयाँ वर्षको दिन पनि भक्तजनहरूको विशाल घुइँचो हुने गर्छ र अन्य विभिन्न कार्यक्रममा दीपावलीको समयमा, त्यसपछि गएर हरितालिका तीजका समयमा महिला दिदीबहिनीहरूको उस्तै घुइँचो लाग्छ। चाडपर्वहरूमा हामी हिन्दू परम्परा अनुसार जुन किसिमले चाडपर्वहरू मनाउँछौँ त्यस्तै किसिमका पर्वहरूमा धेरै भिडभाड र मेला लाग्ने गर्छ यस धाममा। शिव बाबाको पूजाआजा गर्दाखेरि कस्तो विधिहरू यहाँले अपनाउनुहुन्छ? साथसाथै भगवान्लाई भोग लगाउँदाखेरि के सामग्रीहरू यहाँले प्रयोग गर्नुहुन्छ? अब शिवको पूजा गर्दाखेरि हामीले अरू शिवका मन्त्रहरू हुन्छन्। रथै रत्नैकल्पित हिमाजले स्नानम्बा दिगम्बर नाना रत्न विभूषित मृगमद मदाङ्गिनी चन्दनम जाति चम्पक बिलपत्र चरितम धूपम च दीपम तथा दीपम देवदयानि दे पशुपते हो केलिपित गृहतम भन्ने यो मन्त्रद्वारा अथवा नमो सम्भवाय च मयो भवाय च शङ्कराय च भन्नेद्वारा अथवा रुद्रीका मन्त्रबाट 4:30 बजेबाट पूजा सुरु गरिन्छ। त्यसपछि यहाँ रुद्री गरिन्छ। प्रत्येक देवताहरू छन्। पहिलो सुरुमा गणेशको पूजा गरिन्छ। त्यसपछि सूर्यनारायण भगवान हुनुहुन्छ, त्यहाँ पूजा गरिन्छ। त्यसपछि देवी हुनुहुन्छ, देवीको पनि त्यहाँ पूजा गराइन्छ। त्यसपछि शिवजी हुन्, यहाँ माझमा शिवजी स्थापना गरिएको छ, शिवजीको पूजा गराइन्छ। त्यसपछि राम सीता लक्ष्मण हुनुहुन्छ, उहाँको पूजा गरेर अन्त्यमा सिद्ध बाबाको छेउमा ठुला भगवानको पछि गर्ने भनेर पछि गएर त्यहाँ पूजा गराइन्छ। शुद्ध घिउमा हलुवा बनाएर उहाँलाई भोग लगाएर चढाइन्छ। हामीले विशेष यहाँलाई एउटा प्रश्न सोध्न चाहन्छौँ। कुनै त्यस्तो समुदायहरू छन् यहाँ विशेष गरेर विवाहमा या व्रतबन्धमा या कुनै पनि शुभ कार्य गर्दाखेरि यस स्थानमा यो मन्दिर परिसरमा आएर आफ्नो शुभ कार्य प्रारम्भ गर्ने त्यस्तो कुनै गतिविधिहरू छन् यहाँ? त्यस्तो छन्। यहाँ कस्तो हुन्छ भने बिहानमा शुद्ध मुखले आएर यहाँ गएर मागिन्छ भने कसैलाई बाधा नपर्ने चिज माग्नुपर्छ। कसैलाई बाधा पर्ने चिज मागेर हुँदैन, होइन। कसैलाई बाधा नपर्ने चिज मागेको चाहिँ पुरा भएका धेरै भक्तजनहरू यहाँ आउने गर्नुहुन्छ। यहाँ विवाह हुँदा पनि पहिला आएर यहाँ भगवानको शरण परेर गएर चाहिँ अब विवाह कार्यहरू अथवा धर्म कार्य कुनै पनि गरिन्छ भने पहिला यहाँ आएर शरण परेर उहाँको शरण परेपछि मात्रै गएर गरिने चल्ती छ। गुरु, यहाँले आफ्नो जीवनको लामो समय पूजाआजा गर्दै आइरहनु भएको छ। यहाँको व्यक्तिगत जीवनमा भगवान्ले कुनै त्यस्तो अलौकिक साक्षात्कार भनौँ या दिव्य दर्शन गराएको यहाँलाई अनुभव छ? एक फेर भएछ। कस्तो भएछ भने जोगीको रूपमा एउटा जोगी आउनुभयो।
त्यहाँबाट आएर उहाँले अब केही खान पाइन्छ भन्नु हुन्छ भन्नु म दिन्छु भने त्यहाँ उता गएर लिएर आउँदाखेरि उहाँ यतिबाट कताबाट गायब हुनु थाहा भएन। उहाँलाई केही दिन पनि पाइएन, पछि देख्न पनि पाइएन। भगवानकै चमत्कार यहाँलाई लाग्छ? केही चमत्कार हो। जोगीको रूपमा आउनुभएको थियो। जोगी अब उहाँलाई केही दिन पनि पाइएन, लिएर आएको हो, आउँदाखेरि हुनुहुन्न यहाँ, अब दिन पनि पाइएन। ऊ त ओल्जोर खोजियो, तल बाटोसँग गएर हेरेँ, कतै गएको पनि देखिएन। त्यहाँ उहाँलाई दिन पाउने सौगात मैले पाइनँ। ओम शान्ति। कार्यक्रम शिवालय रहस्यको आजको अध्यायमा हामीले बुटवल स्थित श्री सिद्ध बाबा धामको अवलोकन गरेका छौँ। आदरणीय दर्शकबिन, यस स्थलमा आएर विशेष हामीले प्राकृतिक कुराहरूको पनि धेरै लाभ उठायौँ। साथसाथै यो मन्दिरमा धेरैजना भक्तजनहरू आएर यज्ञ गरिरहेको, भजन कीर्तन गाइरहेको तथा भगवान शिवको महिमा साथसाथै पूजाआजा गर्दै आइरहेको दृश्य देखेर आज हामी अति नै प्रसन्नचित भएका छौँ। र यसरी नै हरेक श्रृङ्खलामा यहाँहरूलाई विभिन्न स्थानमा लगेर भगवान शिवको दर्शन गराउने क्रम जारी नै रहनेछ। आजको लागि म विनोद अग्रवाललाई बिदा दिनुहोस्। आगामी श्रृङ्खलामा फेरि भेटौँला। धन्यवाद। ओम नमः शिवाय। नमस्कार आदरणीय दर्शकबिन, कार्यक्रम शिवालय रहस्यको आजको अध्यायमा यहाँहरूलाई स्वागत छ। भन्ने गरिन्छ ओममा नै छ शक्ति, ओममा नै छ विश्वास, ओममा नै छ भक्ति, ओममा नै छ संसार। आउनुहोस् एकपटक ओम नमः शिवायको मन्त्र उच्चारण गरेर कार्यक्रमको सुरुवात गरौँ। ओम नमः शिवाय। आदरणीय दर्शक महानुभावहरू, कार्यक्रम शिवालय रहस्यमा विभिन्न शिवालयहरूको रहस्य खुलाउँदै आज पनि विशेष एउटा मन्दिरको दर्शन हामीले गऱ्यौँ। बुटवलमा स्थित सिद्ध बाबा धामको हामीले अवलोकन गऱ्यौँ, दर्शन पनि गऱ्यौँ। र सिद्ध बाबा अर्थात् साँच्चै परमेश्वरले, परमात्माले हाम्रो कार्यहरू सायद सिद्ध गर्ने हुनाले नै उहाँलाई सिद्ध बाबा भनियो, या यसको अन्य कुनै अर्थहरू छन्, यसको बारेमा आज हामी थप कुराकानी गर्नेछौँ। र आज हामीलाई साथ दिनको लागि आउनुभएको छ वरिष्ठ राजयोग प्रशिक्षक तथा गीतावाचक आदरणीय अप्सरा दिदीज्यू। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। कार्यक्रम शिवालय रहस्यमा यहाँलाई स्वागत छ। नमस्कार। ओम शान्ति। ओम शान्ति। आदरणीय दिदीज्यू, विशेष त आजको श्रृङ्खलामा हामीले बुटवलमा स्थित रहेको तिनाउ नदीको किनारमा रहेको सिद्ध बाबा धामको दर्शन गरेका छौँ। अत्यन्तै सुन्दर ठाउँ, प्राकृतिक ढङ्गले या धार्मिक रीतिले धेरै कुराको लाभ मिलिरहेको हामीलाई अनुभव भइरहेको थियो। सिद्ध बाबा धाम, सिद्धिलाई हामीले कुन अर्थले बुझ्न सक्छौँ, या सिद्धिलाई जब जब हामी प्रयोग गर्छौँ सिद्धिको अगाडि रिद्धि शब्द पनि हाल्ने गरेका हुन्छौँ। सिद्धि के हो र रिद्धि सिद्धि के हो, यसको बारेमा अलिकति बताइदिनुहोस् न। अवश्य पनि आध्यात्मिक भाषामा सिद्धिको अर्थ सफलता अथवा आध्यात्मिक सम्पदाले सम्पन्न बन्नु, त्यसलाई सिद्धि भनिन्छ। रिद्धिको अर्थ हो बुद्धि। रिद्धि भनेको बुद्धि विवेकलाई रिद्धि भनिन्छ। मानिसलाई आध्यात्मिक ज्ञानमा उच्च शिखरमा पुग्नको लागि उसले आफ्नो बौद्धिक सत्ता र विवेकलाई प्रयोग गर्नुपर्ने हुन्छ। अनि त्यसैले रिद्धि सिद्धिका स्वामी श्री गणेशलाई मानिन्छ, हैन? शिवपुत्र गणेशलाई मानिन्छ। हो, सिद्धि दिन सक्ने सिद्धि विनायक श्री गणेशजी भनेर हामीले सिद्धिको लागि पूजा गर्दछौँ। यसै स्थानमा राजा भरतहरिले पनि परमपिता परमात्मा शिव भगवान, जसलाई सिद्धेश्वर भनिन्छ, समस्त आध्यात्मिक शक्ति गुण खजानाको मालिक परमात्माको ध्यानबाट उहाँले पनि सिद्धि प्राप्त गर्नुभएको हुनाले यस स्थानलाई सिद्ध बाबा धाम भनेर पूजा गर्ने र सिद्धि माग्ने गरिन्छ। वास्तवमा भगवानले हाम्रो धन सम्पत्ति महल गाडी यस्तो चिजको सिद्धि होइन, यो त कर्मको प्रारब्ध हो। हाम्रो आत्मामा खुसी शान्ति आनन्द प्रसन्नता रूपी जो भण्डार छ, जसलाई दैवी सम्पदा भनिन्छ, यसलाई पूर्ण गर्नु नै यो आध्यात्मिक सिद्धि हो। सिद्ध बाबा धाममा भक्तजनहरू जाँदाखेरि कस्तो प्रकारको सिद्धि भगवानले उहाँहरूलाई अनुभव गराउनुहुन्छ? अवश्य पनि भगवानले दिने भनेको हामीलाई पद प्रतिष्ठा धन सम्पत्ति यो कुरा होइन। आज हजुरले संसारमा देख्नुहुन्छ मानिससँग धन छ, दौलत छ, सब कुरा छ, तर मनमा अशान्ति तनाव बेचैनी बढिरहेको छ। मन एउटा बन्धनमा छ, मन दुखी छ, अशान्त छ। परमात्माले हामीलाई दिने भनेको
अरू केही होइन, यो 7वटा गुण हो। यसलाई नै सिद्धि भनिन्छ। यस्तो चिजको आज समस्त विश्वका मानव आत्माहरूलाई खाँचो छ, त्यही सिद्धि परमात्माले दिनुहुन्छ, जसको यादगारको रूपमा नेपालको पवित्र सिद्ध बाबा धाम बनेको छ। त्यहाँ गएर पनि यही सिद्धि सूक्ष्म आन्तरिक खजानालाई, आन्तरिक सुसुप्त शक्तिहरूलाई मागिन्छ। त्यही सिद्धि हो। दिदीज्यू, हामीले त्यहाँ देख्यौँ केही भक्तजनहरू, श्रद्धालुहरूले सिद्धि प्राप्त गर्नको लागि परेवाहरू उडाइरहेको हामीले दृश्य देखेका थियौँ। परेवा उडाउँदा पनि सिद्धि मिल्छ या मिल्दैन, यसलाई कसरी यहाँले बुझ्नु भएको छ? अवश्य पनि भनिन्छ समुद्रकोमा जति लहर उठ्छ त्यो लहरको कुनै अन्त हुँदैन। भनिन्छ भिक्षा पात्र एक दिन भरिन सक्छ, तर इच्छा पात्र कहिले पनि भरिँदैन। सुन्दर, धेरै राम्रो। तर भगवानले हाम्रा इच्छाहरू पूर्ति गर्ने यो परमात्माको कर्तव्य होइन, बरु हाम्रा इच्छाहरू परमात्माको इच्छामा हाम्रा इच्छाहरू मिलाउनु यो हाम्रो कर्तव्य हो। अब कुनै पनि आफ्नो व्यक्तिगत स्वार्थको लागि, आफ्ना इच्छा पूर्ति गर्नको लागि कुखुरा, परेवा, हाँस जस्ता पन्छी र जनावरहरूलाई प्रयोग गर्नु यति सान्दर्भिक देखिँदैन। न त परेवा उडाउँदैमा मनमा शान्ति, घरमा शान्ति, विश्वमा शान्ति नै हुन्छ, न त मानिसको अभिष्ट फल नै प्राप्त हुन सक्दछ। त्यसैले यो एउटा भावना हो। अवश्य पनि परेवा एउटा शान्तिप्रिय पन्छी हो, प्रेम समृद्धिको यो प्रतीक भने अवश्य हो। त्यसैले परेवा उडाउनु भनेको एउटा भावनात्मक कुरा हो। सैद्धान्तिक रूपमा शान्ति ल्याउनको लागि, सिद्धि पाउनको लागि मानिसले आफ्नो विचारलाई परिवर्तन गर्नुपर्छ, परमात्माको ज्ञानको सत्सङ्गमा जोडिनु पर्दछ। म सम्पूर्ण भक्तजनहरूलाई आह्वान गर्दछु, यहाँहरूले पनि आफ्नो जीवनमा पारिवारिक शान्ति, व्यक्तिगत मानसिक शान्तिको लागि सत्सङ्गमा जोडिनु पर्ने, भगवानको ज्ञानमा जोडिनु पर्ने आवश्यकता छ। त्यसैले गीतामा भनिएको छ, ज्ञानम लब्धम परम शान्ति। ज्ञानबाट मात्र मानिसको मनमा शान्ति प्राप्त हुन्छ। परेवा उडाएर विश्वमा शान्ति हुने हो भने सजिलो विषय हो नि त। त्यति मात्रै उडाएर शान्ति हुने हो भने त आज किन शान्ति सम्मेलन गरेर लाखौँ करोडौँ, यो पनि एउटा राम्रो यहाँले व्याख्या गर्नुभयो। दिदीज्यू, कुरा रिद्धि सिद्धिको चलिरहेको छ। अर्को पनि एउटा सानो जिज्ञासा हामी माझ रहेको छ कि भगवानको यादमा हामीले पकवान बनाउँछौँ, भोगको लागि प्रसादको रूपमा स्वीकार गराउँछौँ। त्यस्तो प्रसादहरू हामीले ग्रहण गरिसकेपछि, खाइसकेपछि हाम्रो मनमा कस्तो प्रकारको त्यसले प्रभाव दिने गर्दछ त्यो प्रसाद हामीले ग्रहण गरेपछि? अवश्य पनि भोगको अर्थ नै हो, भगवानलाई बनाइएको प्रसादलाई भोग भनिन्छ। भोगको अर्थ हो भोगाइलाई कम गर्नु अथवा भोगी जीवनलाई योगी जीवनमा परिवर्तन गर्नु, भोजनलाई भजनमा परिवर्तन गर्नु, हैन? जो भोजन ग्रहण गर्दा एक एक सीतामा परमात्माको मधुर स्मृति आओस्, हैन? साइन्सले पनि के भन्दछ भने जब हजुरले हाई भाइब्रेसनमा तपाईले भोजन बनाउनुहुन्छ जस्तो स्मृतिमा, त्यस्तै तपाईको मानसिक स्थिति बन्दछ। अवश्य पनि परमात्माको हाई भाइब्रेसनमा तपाईले भोजन बनाउनुहुन्छ, त्यो प्रसाद बन्दछ। यसै पनि परमात्मा यो चराचर जगतको रचनाकार, रचयिता हुनुहुन्छ, जीव जगत प्रकृतिको। त्यसैले यहाँ भएका सबै चिजहरू हामी मालिक होइनौँ, हामी पाहुना हौँ र यी सबै चिजहरू परमात्मालाई अर्पण गर्ने तपाईँ हाम्रो कर्तव्य पनि हो। त्यसैले भोजन, पानी इत्यादि वस्तुहरू भगवानलाई अर्पण गरेर स्वीकार गरे भने अवश्य पनि त्यसको असर हाम्रो तनमा, मनमा पर्दछ। यो वैज्ञानिक र व्यवहारिक कुरा हो। एकदमै राम्रो दिदीज्यू। विशेष हामीले थाहा पायौँ कि अन्नको पनि प्रभाव मनमा पर्दो रहेछ र शिवालयमा जो मुख्य रूपमा मन्दिर परिसरमा बीचको भागमा शिवलिङ्ग स्थापना गरिएको हामीले देखेका थियौँ। शिवको पूजा गरिसकेपछि पनि शिवको वरिपरि रहेको पार्षद देवी देवताहरूको पनि पूजा गर्ने हामीले त्यहाँ दृश्य देख्यौँ। धेरैवटा शिवालयमा यस्तो क्रियाकलापहरू भएको देख्यौँ। शिवलाई मात्रै पूजा गर्दा हुन्न र किन देवी देवताहरूको फेरि पूजा गर्नु पर्यो? यसको बारेमा के छ यहाँको भनाइहरू? अवश्य पनि परमात्माको सृष्टिमा दिव्य अवतरण हुन्छ। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, जब संसारको सन्तुलन बिग्रन्छ तब परमात्मा आउनुहुन्छ, आएर
तपाईँ हामी मानव आत्माहरूलाई को साथ लिएर भगवानले यो विशाल कार्यलाई सम्पादन गर्नुहुन्छ। त्यो क्रममा जो मानव आत्माले भगवानमा तन मन धन समय सङ्कल्प श्वास पूर्ण रूपमा भगवानमा समर्पित भएर उहाँको श्रीमत अनुसार चल्नुभयो र उहाँको मिसनमा उहाँले गर्न लागेको कार्ययोजनामा पूर्ण रूपमा समर्पित हुनुभयो, यस्ता आत्माहरू स्वयं साक्षात् परमात्मा शिव भगवान समान आत्माहरू जस्तै पिता श्री ब्रह्म बाबा, ब्रह्म सृष्टिकर्ता ब्रह्माजी, विष्णु, जगत माता नवदुर्गा भवानी दुर्गा, हनुमान, साथै श्री गणेश सिद्धिविनायक गणेश, यी पार्षद देवी देवताहरू जसले परमात्मा शिव भगवानको त्यो आज्ञालाई शिरोधारी गरेर यो भगवानको यो मिसनमा साथ दिनुभएको थियो। उहाँहरू शिव समान आत्मा, शिव यज्ञका अधिष्ठाता हुनुभयो, त्यसले बिचमा माझमा हुनुभयो, अन्य पार्षद देवी देवताहरू वरिपरि भएर उहाँहरूको पनि पूजा हुने भयो। त्यो पूजा अवश्य पनि त्यो सत्कर्मको पूजा हो, दैवी गुणको पूजा हो, परमात्मामा समर्पण र बलिदानको पूजा हो, त्यो हुनुपर्दछ, कर्मको पूजा हो। जो ईश्वरमा समर्पित छ, सम्पूर्ण पवित्र छ, उसको पूजा पनि त हुनु पर्यो नि त। परमात्मा शिवको साथमा। हजुर दिदीजी, कतिपय ठाउँमा पार्षद देवी देवतालाई भगवान शिवको अङ्गरक्षक उहाँहरू चाहिँ अब एउटा भनौँ न सिक्योरिटी गार्ड जस्तो, त्यस्तो पनि कुनै कुनै ठाउँमा हामीले उत्तरहरू पाएका थियौँ अन्तर्वार्ता लिने क्रममा। भगवान शिवलाई पनि त्यस्तो चाहिन्छ कुनै अङ्गरक्षकहरू, यसलाई कसरी हामीले बुझ्ने? यो त मानिसहरूको आफ्नो आफ्नो विचार र भावनाको कुरा हो। भगवानलाई विश्व रक्षक, सबका रक्षक भनिन्छ, उहाँलाई रक्षाको आवश्यकता पर्ला र जति मानिस त्यति नै परमात्माको प्रति बात, विश्वास, धारणा, मान्यता छ। सत्य अर्थमा परमात्मा विश्व रक्षक हुनुहुन्छ र उहाँले समस्त जगत र जीवनको रक्षा गर्नुहुन्छ, यो सत्य कुरा हो। आदरणीय दिदीज्यू, अघि यहाँले जुन व्याख्या गर्दै हुनुहुन्थ्यो कि भगवानलाई हामीले चढाउने नै हो भने शुद्ध मन एउटा चढाउनुपर्छ, त्यसको व्रत बस्नुपर्छ। यसर्थ एउटा सानो प्रश्न अर्को उत्पन्न भएको छ कि भगवानलाई भनिन्छ सच्चा मन मनपर्छ, भगवान त्यसको भोको हुनुहुन्छ भनेर हामीले सुनेका थियौँ। त्यसर्थ भक्तजनहरूले आफ्नो मन र बुद्धिलाई, आफ्नो हृदयलाई चाहिँ विशाल बनाउनको लागि कस्तो उपायहरू हामीले अपनाउनु पर्ला? परमात्मा सूक्ष्माति सूक्ष्म ज्योति बिन्दु स्वरूप हुनुहुन्छ। निराकार हुनाको कारणले नै उहाँको प्रतिमा, शिवलिङ्ग, निराकारको प्रतिमामा हामीले पूजा गर्दछौँ। अवश्य पनि परमात्माले हाम्रो स्थूल वस्तु, हामी कति धनी छौँ, हामी कति सुन्दर छौँ, बाह्य रूपमा हाम्रो के कस्तो छ, यो भगवानले हेर्नुहुन्न। भगवानले हाम्रो सच्चा दिल र भावनालाई हेर्नुहुन्छ। हामी कति धनी छौँ, कति पैसा चढाउँछौँ, यो कुरा भगवानले हेर्नुहुन्न। कति हामीले दिलले भगवानलाई मान्दछौँ, दिलले सेवा गर्दछौँ, त्यसैले परमात्मालाई दिलाराम भनिन्छ हैन। भगवानले हाम्रो पवित्र दिल, पवित्र भाव चाहनुहुन्छ। त्यसैले गीतामा पनि हे अर्जुन, भावकोलाई विकास गर, भगवान भावनाको भोको हुनुहुन्छ। अवश्य पनि मानिसहरूले लाख करोड पैसा चढाए होलान् इतिहासमा, तर त्यो इतिहासको पन्नामा सुदामाको नाम अङ्कित छ, जसले एक मुठी चामल भावनाले, दिलले भगवानलाई उहाँले प्रेम गर्नुहुन्थ्यो, प्यार गर्नुहुन्थ्यो हैन। त्यस कारणले भगवान प्रेमको भोको, सच्चा दिलको भोको, भावनाको भोको हुनुहुन्छ। हाम्रो धन दौलत सम्पत्ति यश कृतिको यो चिजको भने भगवान भोको हुनुहुन्न। तर त्यो दिललाई सफा स्वच्छ कसरी बनाउने, अत्यन्त सान्दर्भिक प्रश्न यहाँले सोध्नुभयो। मनलाई शुद्ध बनाउनको लागि परमात्माको दिव्य ज्ञानको आवश्यकता पर्दछ। शरीर धुने पानीले हो, मन धुने परमात्माको ज्ञानले हो। अब यो दिललाई स्वच्छ बनाउनको लागि परमात्माको दिव्य शक्तिरूपी किरणद्वारा, याद शक्ति, योग शक्तिद्वारा हैन, परमात्माको यादद्वारा हाम्रो हृदय अथवा दिल भनेको मन र बुद्धिको एकमुष्ट अवस्थालाई दिल भनिन्छ। यो दिल योगबाट, मेडिटेसनबाट शुद्ध हुन्छ। त्यसैले म समस्त भक्तजनहरूलाई यो आह्वान गर्दछु, यहाँले आफ्नो मनलाई र दिललाई शुद्ध गर्नको लागि अवश्य पनि यो ज्ञानको ढुङ्गामा
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा आउनु हुनको लागि सविनय सम्पूर्ण भक्तजनहरूलाई म निमन्त्रणा पनि गर्दछु। अवश्य पनि केही विधिहरू पक्कै पनि होला, यो तुरुन्तै हुने प्रक्रिया सायद होइन, त्यसकारणले यहाँले हामी सबैजनालाई यो एउटा निमन्त्रणा गर्नुभएको छ यसको बारेमा थप बुझ्नको लागि। र आजको कार्यक्रममा अत्यन्तै सुन्दर ढङ्गले यहाँले हामी सबैको मन मस्तिष्कमा भएको प्रश्नहरूको जवाफ दिनुभएको छ। हामी प्रसन्न छौँ र यी सबै कुराहरूलाई मध्यनजर राखेर नै अबको दिनहरूमा हामी मन्दिरमा प्रवेश गरेर नै भगवानलाई प्रसन्न पार्ने हामीले कोसिस गर्नेछौँ। यति भन्दै आजको कार्यक्रममा यहाँले आफ्नो अमूल्य समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। नमस्कार। ओम शान्ति। ओम शान्ति। आदरणीय दर्शक महानुभावहरू, कार्यक्रम शिवालय रहस्य हरेकचोटि विभिन्न प्रश्नहरू रोचक ढङ्गले हामीले प्रस्तुत गरिरहेका छौँ। भगवानलाई प्रसन्न पार्नको लागि कति विधिहरू हामीले अपनायौँ, कहिले परेवा उडायौँ, कहिलेकाहीँ त नरिवल फुटाउँछौँ। धेरैवटा विधिहरू यसरी अपनाएर जीवनमा रिद्धि सिद्धि होस्, कार्यहरू सफल होस् भनेर हामीले प्रार्थना गरिरहेका हुन्छौँ। तर साँच्चै नै भगवानलाई प्रसन्न पार्नको लागि मनलाई शुद्ध बनाउनु पर्ने रहेछ, हृदयलाई विशाल बनाउनु पर्ने रहेछ र सच्चा दिलले यदि भगवानको भक्ति गर्छौँ, आराधना गर्छौँ भने भगवान प्रसन्न भएर हामीलाई सम्पूर्ण रूपले सिद्धि प्राप्त हुन्छ। यही नै सिद्ध बाबा धामको सायद आज हामीले सन्देश प्राप्त गरेका छौँ। आदरणीय दर्शक महानुभावहरू, कार्यक्रम कस्तो लागिरहेको छ प्रतिक्रिया दिन नभुल्नुहोला। आजको कार्यक्रमबाट म विनोद अग्रवाललाई बिदा दिनुहोस्। धेरै धेरै धन्यवाद छ। ओम शान्ति।